यस्तो भिडियो कसरी बनाउने होला भनेर मलाई कमेन्ट आएको थियो र सोध्नु भएको थियो र मैले यहाँनिर तपाईँलाई देखाउँदैछु है। दुईवटा क्लिप्सहरू एकैचोटि रन कसरी गर्ने आउनुहोस्। त्यसको लागि चाहिँ क्यापकटमा जानुहोस्, दुईवटा क्लिप्सहरू इन्सर्ट गर्नुहोस्। तपाईँलाई जुन क्लिप्स तल राख्नु मन लाग्छ त्यो आफै राख्नुहोस्, त्यो सजिलो छ, कुनै पनि राख्दा हुन्छ, जुनसुकै राख्दाखेरि पनि फरक पर्दैन, अर्थात् कुन क्लिप्सलाई चाहिँ तपाईँले फिदर दिने। त्यसपछि चाहिँ तपाईँ यहाँनिर आउनुपर्ने हुन्छ। यहाँनिर हेर्नुहोस् एउटा ओभरले भन्ने एउटा अप्सन छ, त्यसलाई क्लिक गर्नुभयो भने त्यो क्लिप्स चाहिँ तलपट्टि जान्छ है। यदि तपाईँले पछाडिको अर्को अथवा अगाडिको नगरेर पछाडिको यो क्लिप्सलाई चाहिँ ओभरले गर्न चाहनुहुन्छ भने त्यो ओभरले गरेको क्लिप्स चाहिँ तपाईँले ड्र्याग फरवर्ड गर्नुपर्छ, यसरी अगाडिपट्टि ल्याउन सक्नुहुन्छ। मैले चाहिँ अगाडिकै क्लिप्सलाई यहाँनिर तल गराएँ, ओभरले गरेँ। अब हेरौँ अर्को कुरा, यसपछि चाहिँ यहाँनिर तपाईँले आफ्नो साइज चाहिँ मेन्टेन गर्नु पर्यो। कुन साइजमा राख्ने साइज चाहिँ तपाईँले जुम इन जुम आउट गर्ने दुईवटा औँलाले, त्यो चाहिँ सजिलो हुन्छ, अथवा यहाँनिर यसको कर्नरमा छोपेर गराउनु भयो हुन्छ। त्यसपछि तपाईँ जानुपर्ने हुन्छ मार्क्स। यो मार्क्समा आइसकिसकेपछि त्यहाँ धेरै प्रकारका मार्क्सहरू छन्, त्यो हेर्नु होला। मैले यहाँनिर चाहिँ रेक्टेङ्गल सेपमा गराएँ, तपाईँले ओभल सेपमा, हार्ट सेपमा, मल्टिपल होरिजेन्टल सेपमा, जुनसुकै सेपमा गर्न सक्नुहुन्छ हो। यसपछि चाहिँ तपाईँले यहाँनिर रहेको सेतो अलिकति थोप्लोमा देख्नुभयो, त्यसमा क्लिक गर्नुभयो भने यो चाहिँ फिदर हो। अनि त्यसपछि बस सकियो, यसलाई एक्सपोर्ट गरिदिनु हो। हेर्नु त भिडियो कस्तो राम्रो बन्यो। यदि तपाईँलाई यस्तै खालका अन्य भिडियोहरू, अन्य फिचरहरूको बारेमा जान्न मन लाग्यो भने कृपया कमेन्ट गर्नुहोला, अथवा यदि तपाईँले चाहनुहुन्छ स्टार पाउन चाहनुहुन्छ भने सेयर गर्नुहोला यो भिडियो। धन्यवाद।